दसैँ आउँदा उपत्यकाका तिनै सहरहरू 100-200 वर्ष अगाडिको चाहिँ देखिन्छन् भन्थे यहाँका मान्छेहरू। आजकल यो असत्य साबित भइसकेको पनि दशकौँ बितिसकेका छन्। तर आज चुनावको अघिल्लो दिन उपत्यकाका पुराना टोल बस्तीहरूले मल्लकालिक समयकै अनुभूत पुनः गर्ने मौका पाएका छन्। अर्थात् बाटाघाटामा भिड देखिँदैनन्। हिँडुल गर्ने बटुवाहरू सहजका साथ हिँडेका छन्। ध्वनि प्रदूषणको सुइको पटक्कै पाइएको छैन। आजको यो मल्लकालिक वातावरणमा हिँड्दै गर्दा टुरखेल महाकाल आइपुगेको छु म। सधैँ छिर्ने मूल प्रवेशद्वार जस्ताले टालिएका रहेछन्। निर्माण कार्यले गर्दा मन्दिरलाई चारैतिर जस्ताको बारले छेकेका रहेछन्। तर मन्दिरको दक्षिण भागमा मन्दिर पस्ने ठाउँ भने खुलाएका छन्। मन्दिर पस्ने यो विकल्पको बाटो मलाई लाग्दछ निकै सोच विचार गरी खुलाएका छन्। निकै व्यस्त पिच बाटोमा रहेको पुरानो मन्दिर पस्ने मूलद्वार आजको हजार सवारी साधन हुर्किएर आउने ठाउँमा उचित देखिँदैनन्। ठुलै दुर्घटनाको सम्भावना र सवारी साधनको रफ्तारमा पनि अवरोध सृजना हुन जाने र अनेकन कारणले अब उपरान्त महाकाल मन्दिर पस्ने बाटो सधैँको लागि यही विकल्पको दक्षिणको भर्याङ बाटोलाई नै कायम गर्न सके उत्तम हुनेछ कि जितथरेता। हाल प्रयोगमा ल्याइएको महाकादेव मन्दिरभित्र पस्ने र बाहिर निस्किने विकल्प बाटो।